बाई गरिदिनु बाटो बिग्रेको ठाउँमा हो गाइस हेर्नु यहाँ खोर्सानी फल्ने ठाउँ नमस्ते गाइस यहाँ झोला धेर भएर हामी लाग्न आँटेको कि यहाँ झोला धेर भएर के गरौँ कसो गरौँ भइरहेछ आमालाई बुवा यहाँ भित्र गयो गाइस हाम्रो बुवा खोइ बुवालाई देखाउनु पर्यो बुवा हामी गयौँ लु बाई गरिदिनु ल आमा गयौँ ल अब फोन गर्दै गर्दै जान्छु अहिले भरे फोन गर्छु ल ल ल म फोन हालिदिन्छु गाई त्यसरी भारी बोकेर हिँड्नु परेको छन् हामीले यसरी गाई चाहिँ एकदमको ध्यान भयो हाम्रो चाहिँ बिहानैको मौसम यस्तो छ क्या आज अनि सास बढ्दै हिँड्दैछु तपाईँहरूको लागि मैले कति दुःख गरेको छु स्वर नाइ सास नफेर्दाखेरि भाउजूले सामान बहिनी आज चाहिँ बहिनीहरू पनि एकै दिन पऱ्यो क्या हामी बहिनी र हामी जाने अनि एकैचोटि गयो बाउ र आमा चाहिँ नराम्रो लाग्दो हो अब के गरौँ यस्तै परिहाल्यो एकचोटि भ्युज देखाइदिन्छ मैले भने पेट दुखो हाम्रो भाउजू चाहिँ हामीलाई भारी पुऱ्याउन आउनुहुन्छ तौसेबारी ल्याइदिनु भएको हामीलाई बहिनी पनि छ पर बिहान बिहानै ऐसिल खानु पर्छ अनि हामी चाहिँ गाई माथि निक्लिसक्यो डाँडामा अब हामी लाग्यो माइती घरदेखि लाग्यो आफ्नै घरतिर अब गाई चाहिँ बिहाइन्ड द सिन हाम्रो यस्तो छ अहिले गाडी आयो गाडी एउटा गाडी गयो हाम्रो त्यहाँ यसरी रुँदैछ म के भयो बहिनी भेट्न जाउँ भनेको त आउँदैछ मम्मी अहिले अरू जाउँ उता पर भेटिन्छ ल ल सिपिरहेछ त उहाँ त तिन पानी ढुस्से लागेर यस्तो भएको छ बाटो चकिया डाँडामा सबैलाई जाँदाको सय आउँदाको सय त्यो पनि छ भने दिनु छैन भने नदिनु दिनुपर्छ भनेको हो नि त यहाँ आएपछि फेरि उग्रियो अलिकति ठ्याक्क मेन चकिया चाहिँ यो है हामी यहाँदेखि पहिला गाडी चढ्थ्यौँ अनि हामी यसरी अनि हाम्रो दिदीहरू यता हाम्रो गाउँको दिदीहरू ए छोराछोरीको आमा हौ भन्नु न म देउदिनँ भन्नु भइहाल्यो त सकिहाल्छ नि यस्तो त सोच्दैन हाम्रो बाटो बिग्रेको ठाउँ क्या गाई बल्ल आयो यहाँ रहेछ जेसिबीहरूले बनाउँदै रहेछ बाह्र थन्किरहेको छ क्या यहीँ बाटो बिग्रेको रहेछ त्यहाँ बाटो बनाउँदैछ जस्तै त्यो भिडियोमा देखाउँदाखेरि खसेको बाटो क्या त्यहाँनिर खसिरहेछ त्यहाँनिर अब यो हाम्रो गाडी पनि जान्छ कि जाँदैन यहाँनिर लडिरहेछ गाडी पनि यताबाट यताको गाडी पनि नजानु सक्ने भएर अब उताको गाडी कसरी अब सामान कसरी बोकेर लैजाने हो हामी यो बाटो बिग्रेको ठाउँमा हो गाई चाहिँ हेर्नु न यहाँ यस्तो भएछ यस्तो बङ्गे छङ्गे छरा परेको हाम्रो झोला बोकिदिनु हाम्रो झोला बोकिदिनु थाल्नु भइसक्यो अब यहाँबाट गाडी पनि यता पास हिँडेन अरे यता जाँदैन अरे जान त जान्छ होला तर अहिले भरे होला बाटो चाहिँ बन्दै रहेछ यहाँ बन्दैछ बाटो यो जेसिबीले यता दुइटा रहेछ नि त यताको वारीको जेसिबीले यता पारीको जेसिबी दुइटा जेसिबी चाहिने रहेछ यहाँ पनि मान्छे हेर्नु कस्तो जाम छ यो बाटोबाट पनि माथि एउटा पारी तर्नुपर्ने रहेछ अझै मान्छे त कति हो कति नि अब कति हो यहाँ त जाम पो हुन थाल्यो त हाम्रो चाहिँ यस्तो चल्दैछ अहिले
भारी बोक्ने कुद्ने हर हिँड छोरी हिँड कोदो लिएको थियो कि यो कोदो पनि मलाई धेर भयो अहिले चाहिँ यहाँ आएर कसले यहाँ हामी त भोजपुर जिल्ला पुनः काप्ची घुम्ने मौका पाउँदैछौँ कि पहिला पहिलाको बजारहरू त यही त थियो रहेछ त ए छिटो भन्नु छिटो छिटो कुदा लो गाई चाहिँ यसपालि मधेसीहरूले खोर्सानी खायो भने पनि महँगो खायो यहाँ आएर खोर्सानी फल्ने ठाउँ मकै हेर्नु त यहाँ मकै लु अब खायो खोर्सानी अब हेर त यहाँ म गहुँ देखाउँदैछु ल गहुँ हेर है गाई चाहिँ ओ दिदी गहुँको दाना त एउटा पनि छैन यो उयो गहुँ सबै झार्दैछ यता गएछ तैँले यस्तै हुन्छ कस्तो डुब्सी गाई चाहिँ हामी यहाँ लेगुवामा आएको छौँ लेगुवाको चाहिँ ठ्याक्क यहाँ चाहिँ फोटो खिच्ने मौका पायौँ जाउँ अनि हामी चाहिँ खाना खानु रोकेको छौँ कि हाम्रो गाडी चाहिँ उता पर छ अनि अब हामी खाना खाने अनि खाना खाएर अनि झर्ने ओह्रालो अलि यस्तै खानु मन लाग्छ मलाई हिले बजारमा आइसक्यौँ है गाई चाहिँ हामी भेले टाढा आएको है यहाँनिर मामाले समातेर उहाँ अर्जाप्नु हुँदैछ उहाँ लगेर हामी गुरुजी बालाई भेले टाढाको तातै न्युज अहिले दृश्य लागिरहेछ गाई हजुर क्युटी पाइ भएर बसिरहेको उताबाट गाई चल्यो मेरो बुढा के चाँस्यो बुढी घर आयो भनेर यहाँ दुईजना लु अँगालो मार हो स्याबास कति मजाले दिदीबहिनी मिलो चुप्पा गर लु माया गर दुईजनाले अँगालो मारेर छिटो न गाई चाहिँ अहिले हामी रातिको 9 बजेको छ क्या घर आइपुग्यो बल्ल 9 बजेको छ घरमा आइपुग्दाखेरि अनि गाडी चाहिँ हामी इटरीमा आएर फेरि गाडी म्याजिकमा आएको यता अनि अब आजको भिडियो दिनभरि के कस्तो लाग्यो मन पऱ्यो भने लाइक सब्सक्राइब गरिदिनु होला भन्दै